अहिले बढ्दो गर्मीको कारणले गर्दाखेरि टेम्परेचर राइजले गर्दाखेरि हुने हिट वेभका कारण हुने स्वास्थ्यमा हुने असरहरू र त्यसलाई कसरी हामीले कन्ट्रोल गर्न सक्छौँ, त्यसको लागि हामी कसरी बच्न सक्छौँ भन्ने कुराको विषयमा भन्नुपर्दाखेरि नमस्कार, म प्रदीप भुजेल। ब्रेकिङ न्यूजमा तपाईलाई स्वागत छ। जलवायु परिवर्तनका कारण पछिल्लो समय अत्याधिक गर्मी हुने गरेको छ। गर्मीबाट बच्न के कुरामा ध्यान दिनु पर्ला, सुनौं उहाँहरूको प्रतिक्रिया। म किरण सेडाई, म नेपाल रेड क्रस सोसाइटी कोशी प्रदेशमा काम गर्छु। यो जुन जलवायु जन्य जोखिमहरूले चाहिँ अहिले जुन विश्वको तापमान नै वृद्धि गरिरहेछ, यस सिलसिलामा हाम्रो विराटनगर महानगरपालिकामा पनि एकदम तापमान वृद्धि भइरहेको छ। तराई सिटिजन भएको हिसाबले पनि र यो सिलसिलामा चाहिँ कम्तीमा गर्मीले पार्न सक्ने असरहरूलाई कम गर्ने सिलसिलामा चाहिँ स्वयंसेवकहरू परिचालन गर्ने पानी, जुस लगायतको चिजहरू, कुलिङ सेन्टरहरूको व्यवस्थापन लगायतका व्यवस्थापकीय कार्यहरू गर्न सकियो भने रेड क्रस र महानगरपालिका अरू स्टेक होल्डरहरूको संयुक्त चाहिँ आयोजनामा चाहिँ यी खालका कुलिङ सेन्टर लगायतको इभेन्टहरू हामीले गर्न सक्यौँ भने यहाँको जनजीवनमा पर्ने असरलाई कम गर्न सकिन्छ। धन्यवाद। नमस्कार, म सञ्जय कामत, नेपाल रेड क्रस सोसाइटी मोरङ जिल्ला शाखा प्रशासन अधिकृतमा कार्यरत छु। खासमा यो हिटबाट बच्नको लागि हामीले सबभन्दा पहिले कुरा मानव स्वास्थ्यलाई हेर्नुपर्छ र मानव स्वास्थ्यलाई चाहिने सबभन्दा मेन कुरो भनेको पानी। हिटबाट बच्नको लागि डिहाइड्रेसनको सम्भावना ज्यादा हुन्छ, त्यसै कारण त्यसलाई रिहाइड्रेसन गर्नुपर्ने हुन्छ र जहिले पनि हामी बाहिर निस्किँदा फुल बाहुला भएका लुगाहरू लगाउनु पर्ने हुन्छ। न्यानो कपडा शीतल हुनको लागि सुतीको कपडा राम्रो हो र खास गरिकन यो डे आवरमा जुन गर्मी बढिरहेछ, जस्तै 11 देखि 2 बजेको बिचमा यो समयमा घरबाट अलिक कमै निस्किँदा अत्यावश्यक काम नपरी ननिस्किनको लागि सबैमा अनुरोध गर्न चाहन्छु। अरू कुराहरू चाहिँ अब सरकारी लेभलबाट र अरू साझेदार सङ्घ संस्थाहरूले पनि जस्तै ठाउँ ठाउँमा वाटर मिस्टिङका कुराहरू गरिदिए राम्रो हुन्छ। बेला मौका ठाउँ रोजेर शीत कक्षहरू जस्तै कुलिङ सेन्टरहरू राखिदिन पाए अझ राम्रो हुन्थ्यो। ठाउँ ठाउँमा चिसो पानी पिउने व्यवस्था गर्न पाए त्यो झन् बेटर हुन्थ्यो जनताको लागि। नमस्कार, मेरो नाम अर्चना कर्ण, म सूचना प्रविधि इन्जिनियर विराटनगर महानगरपालिकामा कार्यरत छु। यो खासै आज यो अहिले बढ्दो गर्मीको कारणले गर्दाखेरि टेम्परेचर राइजले गर्दाखेरि हुने हिट वेभका कारण हुने स्वास्थ्यमा हुने असरहरू र त्यसलाई कसरी हामीले कन्ट्रोल गर्न सक्छौँ, त्यसको लागि